हेलो साथीहरू, वेलकम ब्याक टु माई फर्स्ट भिडियो होइन। आज चाहिँ हामी पहिलोपटक सिनेमा हलमा मुभी हेर्न जाँदैछु। मनबिनाको धन ठुलो कि धनबिनाको मन भन्ने अशोक दर्जीको मुभी हेर्न गइरहेको छ होइन। यो गान चाहिँ देख्न सक्नुहुन्छ। टङ्कबुढा थोकीले डाइरेक्ट गरेको, प्रड्युस गरेको सबै होइन, देख्न सक्नुहुन्छ साथीहरू। हजुरहरू देख्न सक्नुहुन्छ होइन। हामी चाहिँ हेर्न सक्नुहुन्छ सिनेमा हलदेखि बाहिर छौँ, साथीहरू आएका छन्, देख्न सक्नुहुन्छ। हामी चाहिँ मुभी हेर्न गएको आज पहिलोपटक, कस्तो हुन्छ भनेर हजुरलाई अहिले पछाडि भन्ने छ होइन। हामी भित्र जाँदैछु, देख्न सक्नुहुन्छ। यताउता पसल रहेछ, पहिलोपटक गएको होइन, यसै थाहा त थिएन। तैपनि मान्छेको भिड चाहिँ एकदमै उ रहेछ क्या। आज कार्तिक 21 गते अनि 12 बजीदेखि 3 बजीसम्म चाहिँ जारी 2 फिल्म चाहिँ उ रहेछ। त्यस पछाडि हामीले चाहिँ मनबिनाको धन ठुलो कि धनबिनाको मन मुभी हेर्ने भनेर 3 बजीदेखि 6 बजीसम्म रहेछ। त्यही टिकट काट्नुभएको छ अनि त्यही हेर्न गएको, देख्न सक्नुहुन्छ। माथि जाँदा यहाँ पुरै थकाइ नै लाग्यो क्या। यहाँ यति पहिलोपटक गएको, यति सिडी चढ्नु पर्दो रहेछ कि माथि गरेर माथि हलमा माथि टपमा जानु पर्दो रहेछ। एकदमै गाह्रो भएर एकदम चाहिँ देख्न सक्नुहुन्छ। अनि हामी चाहिँ हिँडिसकेर यतातिर टिकट काट्नेको धेरै भिड रहेछ होइन। पुरै उकालोमा गइरहेको छु, देख्न सक्नुहुन्छ। पुरै सिडी चढेर अझै जानुपर्ने, अझै माथि रहेछ। यहाँनिर टिकट चेक हुँदो रहेछ। अब यहाँदेखि चाहिँ माथि जानुपर्छ होइन साथीहरू, देख्न सक्नुहुन्छ। अब चाहिँ फाइनली भेटिन लागिसकेको छ हल। अब यहाँनिर देख्न सक्नुहुन्छ। अब हामी चाहिँ भित्र गइरहेको छु, देख्न सक्नुहुन्छ। अब त्यहाँदेखि चाहिँ भित्र हो। हामी आज पहिलोपटक मुभी हेर्न आएको हुन्छ, कस्तो हुन्छ भनेर देख्न सक्नुहुन्छ। मान्छे पहिले नै गएर साथीहरू मनबिनाको धन ठुलो फिल्म हेऱ्यो आज सिनेमा हलमा पहिलोचोटि गएर। यो मुभी चाहिँ साँच्चीकै नै मैले ट्रेलरमा खासै राम्रो चाहिँ थिएन, तर सिनेमा हलमा गएर हेर्दाखेरि चाहिँ यो मुभी एकदमै राम्रो लाग्यो होइन। एकदमै इमोसनल रहेछ, जुन कि यो हाम्रो देशको वास्तविकतामा रियालिटीमा आधारित बनेको छ होइन। हजुरहरूले हेरेको भए थाहा पाइसक्नु भयो होला। यो मुभी साँच्चीकै नै यो मुभीको म बयानै गर्न सक्दिनँ कि यस्तो इमोसनल रहेछ कि पुरै हामी हेर्न गएका थियौँ साथीहरूसँग, एकदमै इमोसनल बनाइदियो क्या। यो मुभी चाहिँ एकदमै खतरा रहेछ साथीहरू, तपाईँहरू पनि गएर हेर्न सक्नुहुन्छ। हामीले हेरेर आइसक्यौँ, हजुरहरू हेरेर अनि आफ्नो सपोर्ट गर्नु होला त्यस मुभीलाई होइन। त्यो मुभीलाई सफल पारिदिनु होला भन्न चाहन्छु म चाहिँ।